हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ म यो बेहुलीको गोडा धुने स्ट्यान्ड बनाउन जाँदैछु। यसको लागि चाहिँ हामीलाई यो काठको स्ट्यान्ड चाहिन्छ अनि यसमाथि हामीले यो भेलभेटले कभर गरिदिन्छौँ। भेलभेटले कभर गरिसकेपछि अब कस्तो लेस हजुरलाई मन पर्छ या कस्तो अर्डर आएको छ, कस्तो उहाँहरूले अर्डर गर्नुभएको छ त्यही अनुसारले चाहिँ यो लेस राखेर डिजाइन गरिदिन्छौँ। मैले चाहिँ अहिले यो लेस युज गर्न लागिरहेको छु। यो लेस अनि साइडमा यो प्याच, अनि त्यसपछि यो लेस किनारमा यो लेसहरू है, अनि वान साइड चाहिँ यो वाला लेस युज गर्दैछु। बनाम है त कस्तो बन्छ। अब अहिले चाहिँ यस्तो भयो, मेरो चाहिँ यहाँ माथि टाँसे अनि त्यसपछि यहाँ काटेर हल्का मिलाएँ। अब यसमा पनि सबै ठाउँमा लगाउनु पर्छ, यताको पनि यो काटेर मिलाउनै छ। म एक्लै छु, त्यही भएर सबै टाँसेको त्यो गरेको देखाउन पाइरहेको छैन। हल्का गर्दै अनि हजुरहरूलाई डिटेल्स देखाउँछु है, हेर्नु होला। मैले चाहिँ अहिले यसरी दुई साइड नै जोडेँ यो बचेको कपडाले। अहिले यहाँ चाहिँ अर्को कपडाले राखिदिन्छु, कपडा या कुनै ऱ्यापरले राखिदिन्छु। अनि यो साइडकोमा चाहिँ यसरी मैले मिलाएको छु है, हेर्नु त। यसरी यो बचेकोलाई चाहिँ यस्तो गरेर यसरी अब यसलाई म यता टाँसिदिन्छु। राम्रो फिनिसिङ आउँछ यसरी चाहिँ। हाम्रो यो गोडा धुने स्ट्यान्ड चाहिँ अहिले यस्तो भइरहेको छ, यस्तो भएको छ। अनि पछाडि यस्तो छ। अब यहाँ हल्का टाँसिदिनु पर्छ, यहाँ। त्यसपछि म फेरि देखाउँछु है हजुरलाई। मेरो चाहिँ पिल्का अहिले यतिको भएको छ। अब चाहिँ म यहाँ चाहिँ लेस लगाउँछु। लेस लगाएर हजुरहरूलाई देखाउँछु है। मैले चाहिँ यो ग्लु गन के गरे युज गरिरहेको छु। हजुरहरूले अर्को गम पाउँछ, त्यो गम युज गर्नुभए पनि हुन्छ है। फेभिक्विक टाइपको गम पाउँछ, त्यो युज गर्नुभए पनि हुन्छ। मैले चाहिँ यो पलवाला यो लेस चाहिँ लगाइसकेँ। अब चाहिँ म मसिनोवाला लेसले चाहिँ यहाँ डबल लेयर गरिदिन्छु। डबल भन्नाले यो यसरी गरिदिन्छु अनि यो गरेर डबल भन्न खोजेको है। त्यसपछि भेटौँला। यो स्ट्यान्ड चाहिँ अहिले यस्तो भयो है। मैले चाहिँ अगाडि सुरुमा यो लेस लगाएको थिएँ। यो लेस लगाइसकेपछि मैले यो लगाएँ। अनि यो लगाएपछि अब यो साइडमा चाहिँ म अर्कै लगाउनेवाला छु। भिडियो बनाउन पाइनँ मैले लगाएको चाहिँ। यता साइड चाहिँ मैले लगाइसकेँ है। अनि अब यता साइड चाहिँ म अर्कोवाला लगाउँछु। त्यसपछि यहाँ चाहिँ मैले अर्को लगाउँछु है। यहाँ चाहिँ मैले यो वाला लेस लगाउँछु म सोच्दैछु। अनि त्यो अगाडिको उसमा चाहिँ मैले यो वाला लेस लगाउँछु भन्ने सोच्दैछु है। हुन्छ, म एकछिनमा यो लगाइसकेपछि हजुरलाई देखाउँछु। हेर्नुहोस् है, यो चाहिँ अगाडिको साइड हो। मैले चाहिँ अगाडिकोमा चाहिँ यसमा चाहिँ यस्तो राखिदिएँ अनि यो झुम्का राखिदिएको छु। अनि यो चाहिँ हो पछाडिको साइडमा चाहिँ मैले यो अर्कोवाला लेस राखेर अनि यो पनि यस्तो अर्कोवाला डिजाइनको राखिदिएको छु। अब यसमा चाहिँ म यसरी अर्को सानो लेसले यसरी राउन्ड गरिदिन्छु है, कस्तो देखिन्छ। त्यसपछि फेरि भेटौँला। हेर्नुहोस् है, यो चाहिँ यस्तो बन्यो। यसमा चाहिँ मैले यो राउन्ड लगाइदिएँ। मलाई चाहिँ ठिकै लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो? यो चाहिँ मेरो फर्स्ट टाइम हो है। अब म यो साइडमा पनि प्याच टाँसिदिन्छु। यो साइड र अर्को साइडमा एक प्याच टाँसिदिन्छु यो वाला, अनि देखाउँछु है।
यो चाहिँ हो फाइनल लुक है। यो चाहिँ फ्रन्टबाट हो अनि त्यसपछि साइडबाट चाहिँ यस्तो देखिन्छ है। मैले साइडमा चाहिँ यस्तो यो प्याच टाँसे। त्यसपछि यो हो ब्याकबाट, यो चाहिँ हो ब्याक साइडबाट है। अर्डर अनुसार जस्तो बनाउँदा नै हुन्छ। अब हेभी वर्क गरिदिनुहोस् भन्नुभयो भने चाहिँ अब हेभी नै तरिकाले गरिदिनु पर्यो। अरू लेसहरू यहाँ छुट्टै किसिमको लेसहरू पाउँछ बजारमा, त्यस्तो टाँसेर गरिदिँदा हुन्छ त्यस्तो लगाएर। अब यो चाहिँ सिम्पलमा है, एकदम सिम्पलमा हो। यो चाहिँ मेरो नै फर्स्ट टाइम हो यो। हजुरहरूलाई अरू ट्रेहरू सिक्न चाहनुहुन्छ भने पनि भन्नु है। ट्रेहरू, डालोहरू, छाताहरू सिक्न चाहनुहुन्छ भने पनि भन्नु होला। म अरू भिडियोहरू बनाउँछु। कमेन्ट गर्नु होला है के सिक्न चाहनुहुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।